हेलो गाइज वेलकम छ सबैजनालाई। आज हाम्रो चाहिँ नाइट टुर होइन नाइट घुमघाम हुँदैछ। अब कता कता जान्छौँ के गर्छौँ हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु ल। रात पर्न लागिसक्यो, हामी चाहिँ बस कुरिरहेछौँ, उतै आइरहेको। अब हामी कता जाने हो पुरा खै बसको रुट थाहा छैन, जुन बस आउँछ त्यसमा जाने हो, जहाँ पुऱ्याउँछ त्यही घुम्ने हो, जताबाट जान्छ त्यही पुरै घुम्ने हो। ल रात परिसक्यो, गाडी नै आउँदैन। घुम्न हिँड्ने मान्छे गाडी नआएर बितेको छ। फाइनली हाम्रो गाडी आइपुग्यो। बल्ल बल्ल कुद्दा कुद्दा ल कहाँ आयो हामी थाहै छैन। कहाँ यो बुढे कता कता एकदम नयाँ ठाउँमा हामी हराउन त हराउँदैनौँ, अब कहाँ गइन्छ भन्ने कुरा थाहै छैन। ल अब ल्याकुना पो आइएछ, मेट्रोमा जान्छौँ हामी। अब हामी कहाँ छौँ हामी अहिले हामी यहाँ छौँ। अब 1 2 3 4 5 6 7 अब यहाँ नि हामी ए ल के छ त्यहाँ नाइट लाइफ अफ बार्सिलोना। ओके। अब मेट्रो आउनलाई 3 मिनेट 7 सेकेन्ड छ। हाम्रो मेट्रो पनि आइपुग्यो। बार्सिलोना पनि बार्सिलोना त हुन्छ, बार्सिलोना त। अब हामी यहाँबाट पनि फेरि सेन्टर जानको लागि बस कुदेछौँ भन्ने कुरो हाम्रो हो। ए यतिकै लहर लहर हिँड्न आए जस्तो भाइ। हामी कहाँ यो ठ्याक्कै हामी चाहिँ अहिले बार्सिलोनाको भित्र एउटा एक्ज्याक्ट नाम त थाहा छैन, अलिक बेसरी बोल्नु हौ। अब यहाँ चाहिँ पानी खाने कार्यक्रम हुन्छ, पानी प्यास लगाइरह। माथि तान्नु त, उता पछाडि छ त ढकेल्ने हो, त्यही माथि। कसरी म गराइदिउँ? चिची खानु अनि म खान्छु। ल राति ल नाइट टुर घुम्दा घुम्दा मेरो बुढा चाहिँ पानी त्यसरी लागेको अवस्था। मेरो बुढीले पानी चाहिँ सधैँ खायो। ल ग प्लिज। यो चाहिँ गोरुको मासु हो रे गाइज, हेर्नुहोस् कस्तो हुन्छ। भएछ कोल्ड स्पेसल बिफ। बार्सिलोना घुम्यौँ आज नाइट। बार्सिलोनाको नाइट लाइफको अनुसन्धान गर्दै आज हामी बुढाबुढी। म त कस्तो छक्क परिरहेको कि यो चाहिँ ब्याट्रीबाट चल्दो रहेछ। म केले समातिराख भनिरहेको। बार्सिलोनाको पसल वाउ कस्तो राम्रो। यहाँ खेलाडीहरू, यहाँ हेरी नि के हुन् थाहा छैन। यहाँ लेडीहरू, यहाँ बाजे बोजेहरू। कस्तो राम्रो राम्रो। कति ठुलो आइसक्रिम हो बुढो, किनिदिनु न। ल गाइज, स्पेनको बार्सिलोना पनि हाम्रो नेपालको ठमेल जस्तो, ठमेलको गल्ली जस्तो, असनिलताको गल्ली जस्तो छ है भित्रभित्र। आज हामी चाहिँ भित्रभित्र घुम्दैछौँ। बुढी कस्तो लागिरहेछ त नि बार्सिलोना आज नाइट लाइफ? घुमेछौ नि? ल ठिक छ। राति राति यहाँ गल्ली गल्लीमा फेरि यस्तो यस्तो प्रोग्रामहरू हुन्छ है गाइजहरू। पैसा दिएर आउनुभयो है बुढोले।
यो ठाउँमा म पहिला पनि आएको थिएँ सुरुमा, अहिले पनि फेरि। कस्तो राम्रो छ यो ठाउँ फेरि, मान्छेहरू पनि टन्नै छन्। यहाँदेखि अब हामी कता जान्छौँ? कता जान्छौँ जाने ठाउँ धेरै छ, तर हाम्रो टाइमले अलिकति टाइमको कमी छ हामीलाई। 11 बज्न लाग्यो। कस्तो राम्रो राम्रो ठाउँ छ है यता। कस्तो राम्रो फुल के ल, रुख ठुलो ठुलो अझै। अब चाहिँ हामी घरतिर फर्किनुपर्छ किनकि 11 बज्न लागिसक्यो। यहाँ चाहिँ कस्तो राम्रो राम्रो क्याक्टसहरू छ, अग्लो अग्लो। त्यहाँ तल पनि कस्तो राम्रो छ। अनि यो घरलाई के भन्छ? अग्लो यो घरलाई चाहिँ नेपालीहरूले अन्डा घर भन्छ, अँ। तर खासमा यहाँ चाहिँ यो के हो, तोर्रे चाहिँ गोलेरिया छ क्या हो। ए कस्तो राम्रो देखियो है। ऊ त्यहाँ पछाडि देखेको फेरि ऊ हो क्या हो? सागरा फ्यामिली। साग्रादा फ्यामिली। हामी चाहिँ यहाँ ट्राम कुरिरहेछौँ अब घर जानको लागि। फाइनली गाइस हामी घर आइपुग्यो। थ्याङ्क यू सो मच हाम्रो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा। बाई बाई।